8 मा गुणनमा पनि त्यही दिएको छ, तेर्सो विधिमा गुणन दिएको छ नि त्यसलाई तेर्सो विधिमा गर्ने हो। यसरी यहाँनिर यो ठाडो विधिमा दिएको छ यसलाई ठाडै विधिमा गर्ने है त, यसरी देखाउने गुणन पनि। यो भयो म्याथको कुरामा। म्याथको अब क्वेसन नम्बर 9 मा चाहिँ भाग गर्नुहोस्। भागलाई हेर्नुहोस् है, एउटा तेर्सो विधिमा सजिलो दिन्छ, त्यो तेर्सो विधिमा लेख्ने हो, ठाडो विधिमा दिएकोलाई यसरी ठाडो विधिमा गरेर देखाउने हो। र अन्तिममा यहाँनिर तपाईँलाई हेर्नुहोस् है, 8ले यहाँनिर के दिएको छ, यहाँनिर यही हिसाबले दिएको छ भने चाहिँ अब यसको आन्सर तपाईँले यहाँनिर सक्नुहुन्छ, कति आयो त 12 आउँछ भने चाहिँ यहाँनिर यही भन्न सक्नुहुन्छ। यसलाई गर्दा चाहिँ 8 को भागा 96 यसरी दिएको छ नि, यसलाई यसो गर्दा तपाईँले यो बराबर कति आउँछ भन्दा यहाँनिर 12 भनेर चाहिँ लेखिदिन सक्नुहुन्छ यसरी चाहिँ। अब क्वेसन नम्बर 10 मा जाँदा यहाँनिर हेर्न सक्नुहुन्छ है, क्वेसन नम्बर 10 को आन्सर लेख्दा क्वेसन लेख्ने होइन, यसरी आन्सर लेख्ने। यो कुराहरू राम्रोसँग हेर्नु होला। क्वेसन नम्बर अब 11 मा जाउँ। क्वेसन नम्बर 11 मा त्यस्तै छ, नेपालीमा चाहिँ चिठी र लेख्ने तरिका नि म तपाईँलाई सिकाइदिन्छु है त यहीँबाट। अब क्वेसन नम्बर 11 मा हेरौँ त, यहाँनिर हेर्नु है, क्वेसन नम्बर 11 मा के भन्छ, क्वेसन नम्बर 11 मा 680 को 30% कति हुन्छ निकाल्नुहोस् भनेको छ। यहाँनिर हामीले 11 मा क्वेसन नम्बर यति आन्सर भनेर लेख्यौँ, सिधै यसमा लेख्यौँ, यहाँ दियौँ। यहाँ के भनेको छ त 680 को 30% कति हुन्छ भने सोधेको छ। यसमा 680 को 30% ले मानौ 100 हुन्छ भने अब यसलाई समीकरणको रूपमा लेख्ने। हेर्नुहोस् है, 680 को 680 को इन्टु 30 को 30 लेख्ने, प्रतिशत चिन्ह हटाउनलाई 100 ले भाग गर्ने बराबर 100 गर्ने। अब यसलाई सजिलो पार्नलाई तपाईँले के गर्न सक्नुहुन्छ भने यसलाई दुई तरिकाले गर्न सक्नुहुन्छ। यसलाई गर्दाखेरि पहिला 100 यता लेखेर यसलाई यता पनि लेख्न सक्नुहुन्छ, नभए अब 680 को 680 इन्टु 30 भागा 100 छ, यसको दुईवटा जिरोले माथिको यसको एउटा जिरो यसको एउटा जिरो काटिदिने बराबर 100 गर्ने। र अब यहाँनिर 68 इन्टु 3 गर्ने, 68 इन्टु 3 गरेर 204 आउँछ भने चाहिँ 100 बराबर 204, तसर्थ 680 को 30% ले 204 हुन्छ नि, यसरी लेख्ने। र त्यसपछि अर्को क्वेसन सुरु गर्ने। अर्को क्वेसन सुरु गर्दाखेरि अब हाम्रो यहाँ जाउँ। अघि नै एकजना कसले सोधिराख्नु भयो त इङ्ग्लिसको आउँछ भनेर सोध्नुभएको छ समीकरणमा, त्यो यहीँ चाहिँ हेर्नुहोस् है। क्वेसन नम्बर 12 मा दिएको समीकरण हल गरी के को मान निकाल्नुहोस् भनेको छ। अब हामीले के भन्यौँ, क्वेसन नम्बर 12 को आन्सर तल के गर्यो, यहाँ दिएको समीकरण के छ त 8k + 4 = 3k + 44 हुन्छ। जता यो चल राशिको मान बढी हुन्छ त्यता सानो राशिलाई पक्षान्तर हुन्छ। जस्तै यहाँनिर अर लेख्ने, 8k को 8k लेख्ने, यहाँ 3k यता प्लसको छ, पक्षान्तर -3k = यहाँ 44 बच्छ, 44 को 44 यता +4 थियो, +4 लाई पक्षान्तर -4 र कोष्टकमा यसरी लेखेर देखाइदिँदा अझ राम्रो हुन्छ है। चल राशिलाई चल राशितिर र अचल राशितिर पक्षान्तर गर्दा भनेर लेखिदिँदा अझ राम्रो हुन्छ। त्यसपछि 8k बाट 3k घट्यो, 5k = 44 बाट 4 घट्यो 40 रह्यो होइन। र अब 5k मा पनि केलाई हटाउनु पऱ्यो हामीले, के को भ्यालु यहाँ k 1 ले राख्ने, 40 को 40 गर्ने, यो k ले 5 मा के गरेको छ बिचमा के चिन्ह छैन भने चाहिँ गुणन मानिन्छ, भागा 5 गर्ने, अर्थात् 5 ले चल राशि k मा गुणन गरेकोले पक्षान्तर गर्दा भाग गर्ने भएकाले भन्ने। अब 40 ले 5 ले गुणन गर्दा 8 चोटि जान्छ, तसर्थ माथि दिएको समीकरण k को मान 8 हुन्छ नि, यसरी लेख्ने है त, बुझ्नुभयो। र त्यसै गरी प्रश्न नम्बर अब यहाँ 13 मा छ। प्रश्न नम्बर 13 मा के दिएको छ, रु 800 मा किनेको घडी बिक्री गर्दा रु 160 नोक्सान भएछ भने त्यो घडी कति रुपियाँमा बिक्री गरेको रहेछ ल पत्ता लगाउनुहोस्। यहाँ त्यही भन्ने, यहाँ भन्ने घडीको किनेको मूल्य क्रम बराबर रु 800, घडी बिक्री गर्दा भएको नोक्सान रकम बराबर रु 160, घडीको बेचेको मूल्य त बिमु निकाल्नु छ। वाट हामीलाई थाहा छ, हामीलाई के थाहा छ त, यहाँ के छ, घडीमा किनेकोमा नोक्सान भएको छ भने अब बेच्दाखेरिको मूल्य के हुन्छ, कम हुन्छ चाहिँ बिमु बराबर के गर्ने, घडीको क्रय मूल्य माइनस नोक्सान घटाउने, अर्थात् घडीको क्रय मूल्य रु 800 हो, जसबाट 160 घटाउने भने चाहिँ रु कति हो 640 यसको रहने भयो। तसर्थ के भने रु 800 मा किनेको घडीमा 160 रुपियाँ नोक्सान गरी बिक्री गर्दा उक्त घडीलाई रु 640 मा बिक्री गरिएको रहेछ भनेर यसरी भन्ने है त। यो म्याथको कुरा भयो। अब चाहिँ हामी नेपाली खण्डमा हेर्नुहोस् है, त्यहाँ म्याथ सक्यो नि। अब यहाँनिर के आउँछ, नेपाली खण्ड आउँछ। नेपाली खण्ड आउँदाखेरि के गर्ने त, नेपाली भनेर यसरी लेखेको छ यहाँनिर खण्ड नेपाली, यसलाई गर्दाखेरि खण्ड ख बिचमा नेपाली भने अन्डरलाइन गर्ने। नेपालीको कति हो त, क्वेसन नम्बर 14। क्वेसन नम्बर 14 मा के भनेको छ त, सैन्य पदमा भर्ना भई देशको सेवा गर्न लागेको जानकारी गराउँदै सुनकोशी 4 सिन्धुपाल्चोक बस्ने आफ्नो बुबा इन्द्र थापालाई सम्बोधन गर्दै देवकी नन्दन थापाको नामबाट एउटा चिठी लेख्नुहोस् भनेको छ। अब यहाँ लेख्दाखेरि हामीले एउटा फर्मेट बनायो, तपाईँलाई म यहाँनिर देखाइदिन्छु, यहाँनिर बनाइदिएको छु मैले फर्मेट पनि, आन्सर पनि त्यो हेर्नुहोस् है। यहाँनिर तपाईँले सुरुमा कपीको दायाँ साइड माथिमा के लेख्ने, जुन लेख्न लागेको चिठी लेख्ने मान्छेको ठेगाना हो नि, यहाँ माथि दिएको छ, त्यो ठेगाना अनुसार एउटा लेख्ने, त्यो ठेगाना दिएको छ काल्पनिक ठेगाना भन्ने, यहाँनिर ठेगाना, त्यसको तल मिति लेख्ने, परीक्षाको जुन दिन चिठी लेख्दैन त्यो मिति, त्यसको 2 लाइन तल आएर यहाँनिर कसलाई उसलाई सम्बोधन गर्ने, त्यसलाई के भनेर सम्बोधन गर्छ त्यो सम्बोधन गर्ने, त्यसको ठ्याक्कै 1 लाइन तल आएर यहाँनिर सन्चो बिसन्चोका कुरा गर्ने 1-2 लाइन जति। त्यसपछि के गर्ने त, यहाँ सन्चो बिसन्चोका कुरा गरेपछि तल आएर यहाँनिर मुख्य विषयवस्तु के हो त्यो मुख्य विषयवस्तुलाई लिने, र त्यसको तल आएर चाहिँ यहाँनिर अब यो अन्तिममा चाहिँ यतिमै चिठी टुङ्ग्याउँछु, सन्चो बिसन्चो कुरा यहाँनिर गरेर टुङ्ग्याउने। त्यसपछि चिठी कसले लेख्यो त्यसको नाम लेख्ने, सम्बोधन लेख्ने, र यसरी खामको नमुना बनाउने। यहाँ बिचमा क्रस गर्ने, यहाँ कोठा बनाउने, यहाँनिर प्रेषक, यहाँनिर प्रापक, चिठी लेख्ने मान्छेको पुरा नाम ठेगाना र चिठी पाउने व्यक्तिको नाम र पुरा ठेगाना यसरी लेख्ने है त। यहाँनिर कुरा बुझौँ है त, यसरी मैले भनेको कुरा बुझ्यो नि, सबैजनाले बुझ्नु होला जहाँसम्म।